डिच्चीको रुख थियो यहीँनिर मैले ट्रेनिङ गर्थेँ यो हाम्रोमा सानो एउटा ब्याग थियो त्यो ब्यागमा ट्रेनिङ गर्थेँ अरू धेरै सिकाउनु भएको छ मलाई धेरै कुछ सिकेको पनि छु मैले योभन्दा पहिला मेरो साथीहरू सोद्धा हुन्छ पछिको आलो थियो भनेर कतिको मतलब बोल्नु पनि हल्का अप्ठ्यारो लागिन्थ्यो कि जबदेखि मैले बक्सिङ गरेँ साँच्चै भनेको यो चाहिँ हल्का अब भन्दाखेरि गफ खाने जस्तो हुन्छ होला कि साँच्चै भनेको तर बक्सिङ खेलेकोदेखि चाहिँ मेरो अलिक कन्फिडेन्स हल्का बढेको छ ओभरै नबढे पनि हल्का चाहिँ यति चाहिँ बढेको छ हुन्छ नि जुनै पनि सिचुएसनमा अलिकति भए पनि बोल्नु सकिन्छ बक्सिङ यति चाहिँ कन्फिडेन्स दिएको छ मलाई सो अलवेज हामीले जब बिहान उठ्छ नि आफूलाई आई एम द बेस्ट बस केही भन्नु पर्दैन मैले आफूलाई जे भन्छु तेरो माइन्डले तँलाई त्यही नै काम गराउँछ हाम्रो दिमाग भनेको के हो भन्छ गधा हो बुझिस् यसलाई तैँले जे गराउँछस् यसले त्यही गर्छ म यसलाई राम्रो बाटोमा लान्छु एभ्री डे सोच यसले तँलाई राम्रै बाटोमा लान्छ म के गर्दिनँ सोच यसले केही गराउँदैन म सोध्छु भन्छ यसले सुताइदिन्छ म हिँड्छु भन्छ तँलाई हिँडाइदिन्छ म कुछ एक्सिडेन्ट गर्छु यसले गर्नु सक्छ सबै गराउने भनेको नि यहाँ होइन सो त्यसले गर्दा हाम्रो दिमाग भनेको चाहिँ के हो गधा यो गधालाई राम्रोसँगले युटिलाइज कसरी गर्ने यो तिमीहरूकोमा